सबैजनालाई नमस्कार। म त आइपुगेँ है। दिदी दिदीको छोराको बिहे गरेर सुतेर कि भनेको अब भाइ छोराको बिहे हो सबैजना रमाइलो गाडी मेरा मुखियाहरू बुद्धिजीवीहरू र मेरा जजमानहरू अब मलाई पूजा गर्ने अनुमति दिनुहोस् है। ल अब बेहुला बेहुली आएर बस्नुहोस्। ओम श्री भगवते कल्याणम आरोग्य शुभ संवतम महाशत्रु विनाशाय दीपज्योतिरमुस्तुते। ओम हरि हरि। ल अब बेहुला बेहुलीको लगन गाँठो पारिदिनुहोस् त। मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनो हरि। ओम हरि हरि। अब बेहुलालाई सिन्दुर लगाइदिनुहोस्। मैले त मेरो छोरा सुध्रेला कि भनेर बिहे गरिदिन लागेको। तिमी त आफन्त रहेछौ नानी, तिमी त दुश्मन रहेछौ दुश्मन। म तपाईहरुको दुश्मन होइन काका। तपाईहरुले गल्ती काम गर्दै हुनुहुन्छ, त्यही गल्ती र अपराधबाट बचाउन मात्र खोजिदिनु। काका 20 वर्ष पुरा नभई गरिने विवाह कानुनले निषेध गराएको छ। बाल विवाह गर्ने वा गराउनु कानुनी अपराध हो। कलिलो उमेरमा विवाह गराएर बच्चा जन्माउनु समस्या मात्र होइन, मृत्यु पनि हुन सक्छ। के तपाईँ जेल जान चाहनुहुन्छ? तपाईँ जान चाहनुहुन्छ? तपाईहरु जान चाहनुहुन्छ? गाउँले आमाहरू बाबाहरू कुरो राम्रोसँग सुन्नुहोस् है। बाल विवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, सपना र भविष्यमा नकारात्मक असर पुर्याउँछ। एक बालक वा बालिकाले आफ्नो जीवनको महत्त्वपूर्ण निर्णय आफै गर्न सक्ने उमेर र क्षमता प्राप्त नगरी विवाहमा बाध्य हुनु नै मानव अधिकार उल्लङ्घन हो। बाल विवाह हाम्रो समाजको गम्भीर समस्या मात्र नभएर गम्भीर अपराध पनि हो। त्यसैले सबैजना सचेत र होसियार रहनुहोस् है, जिम्मेवार रहनुहोस् है, सबैजना होसियार रहनुहोस् है। अब हामीले एउटा नारा बनाएको छौँ, नारासँगै बोल्नुहोस्। बाल विवाह अन्त्य गरौँ, शिक्षित